राजावादीको आक्रोश के थियो र पत्रकारलाई मार्नलाई? हामी त नेता मार्छ अब भेट्यो भने। नेपाली जनतालाई त्यतिकै गोली हानेर मार्न पाउँछ? आन्दोलनको पहिलो दिन घोषणा हुन पाएन, कार्यक्रम सुरु गर्न पाएन, राष्ट्रगान बज्दै हो, त्यतिकै गोली हान्दिने, असुरले हान्दिने, छातीमा गोली हान्न पाइन्छ, कम्मरमुनतिर गोली हान्ने आदेश छैन? त्यो नालागिरी मन्त्री के लेखक? त्यसको अब करङ भाँचिने दिन आउँदैछन्, जनता चुप्लाएर बस्दैनन् नि, दिन आउँदैछन्। उदो मुन्टो पारेर अहिले यो जे बोलिरहनु भएको छ नि, यो पनि यही लोकतन्त्रकै कारणले हो नि बोल्न पाएको। हिजो मदन भण्डारी कसरी बोलेका थिए? हिजोका भिडियोहरू हामी देख्छौँ नि, मदन भण्डारी बोलेका थिएनन्? राजाको पालमा, राणाको पालमा बोल्न नपाउने हो, किनकि जनता आजका दिनमा जसरी पदमा पुग्छन् र विदेशीसँग बिग्छन् जनता भनेर राणाहरूले बोल्न नदिएका हो, राजाले बोल्न नदिएका होइनन्। यहाँ भन्छन् माओवादीका नेताहरू भन्छन्, मलाई अचम्म लाग्छ के अरे राजाको पालामा बोल्न पाइँदैन थियो अरे, पढ्न पाइँदैन थियो अरे। त बाबुराम कहाँ बसेर पढेको? राजाको पालामा पढ्न पाइँदैन थियो? आजका यी स्कुलहरू कसको पालामा खोलेका हुन्? यिनीहरूको पालामा चाहिँ पढ्न पाइए? मान्छे 25-30 लाख खर्च गरेर विदेशमा पढ्न जान्छन्। यिनीहरूले ल्याएको व्यवस्था के नापो नेपाली जनतालाई? केही भयो भएन नि। तर यी नेताहरू हिजो जो बन्दुक बोकेर होइन, बोकाएर विदेशीले जसलाई बन्दुक बोकाएर पठाएका थिए, तिनीहरूको आज बङ्गला खाडी हेर्नु खतरा छन्। तिनीहरूका छोरछोरी कहाँ छन्? नेपालमा छन्? छैनन् नि। यी नेताहरूको दिन आउँदैछन् के बालेनले भनेको जस्तो यिनीहरूलाई त्यो के टुकुचामा लहर गाड्ने दिन आउँदैछन्। रवि लामिछानेलाई लहर जेलमा लहर जाग्नुहुन्छ? लोकतन्त्र यही हो? यो केपी ओली प्रचण्डले शेरेलाई चाहिँ नलाग्ने लोकतन्त्र, रवि लामिछानेलाई लाग्ने, हाम्रो राजालाई लाग्ने। राजाको पासपोर्ट खारेज गर्छ अरे, त्यसका बाउले बनाएको देश हो? राजाको बाउले बनाएको देश हो यो। राजालाई हुँदा हुँदा रवि लामिछानेलाई अख्तरी नागरिकतै अब रद्द गरिदिनु पर्ने छैन। राजाले बनाएको देशमा राजाकै अब पासपोर्ट रद्द गरिदिने, नागरिकता रद्द गरिदिने। यिनीहरूको के हो यो? तानाशाही शासन राजाको पालामा रह्यो कि ज्यानमाराको पालामा रह्यो? राजाले जनता मर्छ भनेर छोडिदियो हो नि? विदेशीको डिजाइन अनुसार जनता सडकमा आएका पनि हुन्।